हेलो गाइज, वेलकम टु माई ब्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ हामी खोलातिर जान लाग्यो। अगाडिको स्टेप हेरेर थाहा पाइसक्नुभयो होला सायद। अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज भन्न चाहेँ। धेरै मेहनत गरेर बनाउनु पर्छ भिडियो। काम छोडी भिडियोतिर मोबाइलतिर आएर फेरि त्यहाँ बनाउनु पर्छ। सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला प्लिज भन्न चाहेँ। रिक्वेस्ट धेरै गरिरहेको छु, गरिदिनुहुन्छ आशा गर्दछु। लेट्स गो। अनि हामी चाहिँ त्यहाँ तल जाने हो, तल खोला होइन, यहाँदेखि देखिन्छ होला। फेरि त्यहाँ नजिक छ हाम्रो चाहिँ खेत होइन, त्यहाँ नजिक तलतिर साइड छ, देखिन्छ तल देखाउँछ। अनि चाहिँ हामी चाहिँ त्यही जाने हो। टक्क मिलाएर बल्तो राम्रो हो कि हाम्रो चाहिँ वन चाहिँ यही हो। चाहिँ बाघहरू अनि त्यस्तो पाइन्छ। यता त धेरै ठुलो छैन, योभन्दा डाँडाभन्दा पोलतिर साइड खतरा छ कि यो। अनि यो चाहिँ शीतला भन्ने ठाउँ, त्यहाँ ठाँटी काँध भन्ने ठाउँ। अब जुम गरेर देखिन्न, राम्रो छैन मोबाइल धेरै। अनि यो चाहिँ चामुण्डा भाँडाकोट भन्ने ठाउँ यहाँ उता साइड छ। यो बुढेली यता छ, त्यही जानला हेर्नु होला राम्ररी भन्न चाहे। फाइनल्ली हामी चाहिँ रोड नजिक पुगिसकेका छौँ। अनि यता देखिएको छ रोड, यो उता आएको छ होइन। अनि ऊ यहाँ नजिक यता छ, अनि ऊ त्यहाँ नजिक छ हाम्रो चाहिँ खेत यहाँ। अनि फाइनली हामी चाहिँ रोड नजिक पुगिसक्यौँ। यस्तै हो, हेर्नुहोस् यहीँदेखि नै कुलो लग्ने भन्ने हो होइन। यहाँको अवस्था चाहिँ यस्तो भइसकेको छ होइन। अब के गर्ने हो खै, यहाँदेखि हाल्दै कुलो भन्ने हो यार। लास्टै झ्याउवा रहेछ। अनि यो कसरी सकिन्छ क्या अब यार, सकिन्न क्या। हेर त यस्तो बनाएर रहेछ त, अनि कसरी सकिन्छ क्या अब। छे हालत खोलाको यस्तो भइरहेको खोलाको हालत। अनि कहाँबाट हुन्छ कि यो भलले यस्तो बनाइदिएछ यार। पानी त यति मात्रै हो यार, धेरै छैन। यस्तो बना हो कि यार, अब के गर्ने हो त यार। बनाउने भनेर त आइयो, अब यहाँ त समस्या भइगयो त। अनि यहाँको हालत, खोलाको हालत यस्तो भएर चाहिँ त होइन, के गर्ने हो कि, गाह्रो छ। अनि हामी चाहिँ यहाँ खोलाको घरमा आइपुगेका छौँ होइन। खोलाको घरमा आइपुगेका छौँ। यहाँदेखि हामी हलो भयो अनि तिनीहरू तान्नेछौँ। कस्तो आँखै नदेखाएको कि होइन। ऊ त्यो हल छ, त्यो अलि तलको चाहिँ सानो रहेछ। त्यो चाहिँ पहिला बाहिर लग्नु पर्यो। कस्तो भारी हो कि, बाहिर लगिसकेपछि कस्तो झ्याउरा हो। कति झ्याउरा हो कि तान्न पनि हो। यो गरिसकेपछि हामी तानिहाल्यौँ। यसै चाहिँ अब अर्को चाहिँ तान्नु पर्यो। पर्वत आयो कहाँ तिमी, रनीको रंग सारे सारे। पर्वत आयो कहाँ तिमी, रनीको रंग सारे 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 सारे। तिम्रै बारे मन तिम्रै बारी बारी, तिम्रै आँखा हेरे बसौँला।
सोच्दै आए सरी सरी दयान मन भौ तिम्रै वरिपरि तुकी बाले सारी जिन्दगी उज्यालो पारी आयो तिमी भगवान सारे भगवान सारे आयो तिमी भगवान सारे मन भनी तिम्रै वरिपरि तिम्रै आँखा हेरे जिन्दगीमा आयो फेरि शीतल पनि रहिरहन मन तिम्रै छाया बनी बिहानीको किरण सँगै उज्यालो पारी आयो फेरि भगवान सारे भगवान सारे आयो तिमी भगवान